सबैजनालाई आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। आज म आन्टी र साथीहरू मिलेर चाहिँ चरणकोट घुम्न जानको लागि गइरहेका छौँ। सो प्लिज वाच द भिडियो टिल द एन्ड। खासमा भ्लग बनाउने भनेर मैले बिर्सिसकेको थिएँ। लास्टमा यता बागलुङ बस पार्क आएर बल्ल सम्झेछ। सो अब बाटोभरि बनाउँदै जान्छु म है। चरणकोटको डाँडैमा घाम लाग्यो, मुटु खाली राखेको घाम लाग्यो। मेरो सुख दुःखको साथी मेरो आन्टी। आभासमा लैजाऊ आफूसँग मलाई, यो टुक्रिएको मन तिमीलाई सुम्पे, हराएको साथीहरू त्यहाँ आँखा बन्द गरी दैवलाई खोजे, पहिलो नजरमै तिमीलाई देखे। मलाई बोलाउने मिठो भाकामा मैले सुनेको माया नै त हो। मलाई लुक्की लुक्की हेर्ने आँखामा मैले देखेको माया नै त हो। मलाई बोलाउने मिठो भाकामा मैले सुनेको माया नै त हो। आन्टी कति राम्रो हुनुभयो। यसो मास्क दिनु न। छैन राम्रो राम्रै हुनुहुन्छ। खै यता साथीहरू। हाई सुजाता। हजुरको नाम के भन्नुभयो? लक्ष्मी दिदी है। हाई लक्ष्मी दिदी। हामी सबै सँगै पढ्ने है। बिबिएस पिएन क्याम्पसको बिबिएस थर्ड इयर ब्याच। सो अब म्यानेजमेन्ट अब इफ कसैले बिबिएस थर्ड इयरबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नु। पुरा चाहिँ पढाइ भन्नु है गाइज। हामी त गएको छैनौँ क्याम्पस। 2 नम्बर 3 नम्बर चाहिँ रेगुलर जाने हुन्छ। सरर पोखरा। अब यो टेक्कल चढ्छौँ हामी। सो गाइज आज भ्लग चरणकोटमा आएको टाइममा मैले इन्डियाबाट आएको टुरिस्टहरूलाई भेटेँ। सो प्लिज गाइज क्यान यु प्लिज टेल देम टु लाइक सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू। प्याराग्लाइडिङ भइरहेछ। उड्न त मन थियो मलाई पनि, के गर्नु डर लाग्छ। ल गणेश भगवानको मूर्ति थियौँ हामी आइपुग्न लाग्यौँ। उकालो उकालो चढ्दै। अनि 360 view guys.
सरनगढको एउटा दामी भ्यू हामीले भ्यूको दर्शन गरेर हामी चाहिँ अब उता डिलतिर जाँदैछौँ। साथीहरूको चाहिँ उता फोटो सेसन देखाउन कस्तो हुन्छ खुसीको आभासमा लैजाऊ आफूसँग मलाई यो गणेश भगवानको ठुलो मूर्ति हराएको हाँसो तिमीमै भेटे आँखा बन्द गरिँदै मलाई खोजे। अब भन्ज्याङ भिलेजतर्फ जान गइरहेका छौँ हामी। त्यहाँ गएर अब 2-4वटा फोटो अनि त्यसपछि टिकटक बनाएर हामी घर जान्छौँ। मलाई लुकी लुकी हेर्ने आँखामा मैले देखेको माया नै त हो। मलाई यति भन्दै हामी सरनगढ हेरेर धेरै दृश्य हेरेर धेरै फोटो भिडियोहरू खिचेर घरतिर जाँदैछौँ। सो यदि हजुरहरूलाई मेरो भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर नबिर्सिनु होला। टाटा बाई बाई।